यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, सम्पूर्ण सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ। हामीले अगाडि आज म पनि अगाडि बसेको छु, मलाई दुईजना अगाडि बस्नु भएको छ। यो अगाडि बस्न हामी लायक होइन, सबैजना अगाडि बस्न लायक हो। सबैजना अगाडि बस्ने, सबैजना पछाडि बस्ने, सबैको दायित्व बराबर हो। कोही यहाँ तलमाथि ठुलो सानो कोही हुनुहुन्न। साहित्य क्षेत्रमा न जात छ, न भाषा छ, न दल छ, न राजनीति छ, केही छैन। सबैले आज कविता रचना सुनाउनु भयो। आफ्नो रचना सुनाएपछि सबैको मनलाई भावविभोर पार्नुभयो। कतिका कविता यहाँ कविताले भनिसक्नु, उत्कृष्ट कविताहरू पनि छन्, अन्तर्राष्ट्रिय क्षेत्रका कविताहरू पनि छन्। अब यहाँ हामीलाई गुगलले पनि भनिसकेका छ, यहाँ हाम्रो गुरुहरूले भनिसक्नुभयो। तल्लो स्तरदेखि माथिल्लो स्तरसम्मका यहाँ चाहिँ के भन्छ जमघटको थलो बनेको छ। यो थलोले अब यहाँहरूले पनि सुन्नुभयो, देख्नुभयो। एकजनाले कविता भन्दा अर्को पनि भन्न पाए हुन्थ्यो, अर्को पनि भन्न पाए हुन्थ्यो भन्ने कुरा छ। घरमा कहाँ भन्नु, कसलाई सुन्नु, पागल भन्नु। कहिलेकाहीँ सुरुमा म 38 सालदेखि कलम चलाउन थालेको, कहिलेकाहीँ म ढोका बन्द गरेर कविता सुनाउँथेँ। यो भित्र के भयो हेरे ल भनेर त बौला भन्थेँ। भने मतलब यो एउटा सुनाउने थलो, एउटा कार्य छ। मैले त्यहाँ सुनाएँ भने मेरो पनि अस्तित्व त्यहाँ देखा पर्छ, मेरो पर्सनालिटी बढ्छ भन्ने कुरा यहाँले बुझ्नुभएको छ। विशेष धन्यवाद दिन्छु हाम्रो सुशीला साई र यमुना भएको छ होइन। उहाँले ल्याउन धेरैचोटि प्रयास गर्नुभएको थियो, आज जुर्यो। अब सधैँ जुत्छ जस्तो मलाई लागिरहेको छ। सधैँ त जुट्दैन। प्रकाश मेहता गाए, राजा सुवेदी गाए होइन। त्यो गायकका कुराहरू सुन्दा, गजल हाम्रो यो कविराज सरको गजल सुन्दा, अन्य सबैको कुरा सुन्दा, विभिन्न किसिमको दाल भात मात्रै के खानु, अचार सबै कुरा मिलाएर खाना 84 व्यञ्जन खाँदा हामीले मिठो लाग्यो। यो मिठा सधैँ रहिरहोस् भन्ने यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु र मीरा म्यामलाई फेरि धन्यवाद दिँदै हामीलाई